नमस्ते सबै गोर्खा सन्तानमा। मेरो प्रश्न, परिवर्तनको नाममा हामीले तृणमूल काङ्ग्रेसलाई भगायौँ, भारतीय जनता पार्टीलाई बङ्गालमा स्थापित गर्यौँ, ठिकै छ। तर हालत के हो, के छ? लास्ट टाइममा त्यही तृणमूल काङ्ग्रेसको चोर गुन्डाहरू कोही गोजा मोमो पार्टीमा, कोही बिजेपीमा सामेल भइसकेको छ। 2 महिना पनि भएको छैन। जुन पार्टी यानि कि भारतीय जनता पार्टी बिजेपीलाई हाम्रै बाबुआमाको पार्टी हो भनेर सम्झेर सोचेर परिवर्तन गर्नुपर्छ भनेर भोट दियो, लास्ट टाइममा त्यो भारतीय जनता पार्टी र गोर्खा जनमुक्ति मोर्चाले के गर्यो? त्यही तृणमूल काङ्ग्रेसको चोर गुन्डाको सन्तानहरू भेला पारे। उताबाट पहाडबाट हाम्रो गोर्खा जनमुक्ति मोर्चाको अध्यक्ष श्रीमान विमल गुरुङ डुवर्सको भ्रमणमा छ, मान्छेलाई जोड्दैछ, त्यही मान्छेलाई जुन मान्छे तृणमूल काङ्ग्रेसमा थियो। के यो गर्नु जरुरी थियो? विमल गुरुङज्यूलाई एउटै प्रश्न पनि छ। त्यो जिटिए को जुन बजेट आएको छ 360 करोड, हामीलाई डुवर्सवासीलाई त्यो 300 करोड 400 करोड चाहिएन, त्यहाँबाट मात्र 60 करोड डुवर्सको जनताप्रति ल्याउनु सक्नुहुन्छ ताकि हाम्रो डुवर्सवासीलाई पनि केही मद्दत होस्। 360 करोडमा मात्र 60 करोड ल्याउनुहोस्। तपाईलाई हामीले डुवर्सवासीले 2009 देखि नै साथ दिएको हो र अझैसम्म पनि दिएकै छौँ। त त्यो 360 करोडको जुन बजेट छ जिटिएलाई मात्र 60 करोड हाम्रो डुवर्सलाई ल्याउनु सक्नुहुन्छ, दिनु सक्नुहुन्छ, क्षमता छ। साथ भनेको तपाईलाई डुवर्सवासीले छोडेको छैन, तर तपाईले के दिनु भएको छ? ठिकै छ, डुवर्सवासीलाई नदिनुहोस् पुरै, तर त्यो डुवर्सवासीले जुन 2017मा आफ्नो ज्यान गमाएर गोर्खा ल्यान्ड प्रति जुन आफ्नो ज्यान सुम्पियो, तिनीहरूको परिवारलाई यो अलिकति आर्थिक मद्दत दिनु सक्नुहुन्छ? धेरै दुःख लाग्दो कुरा छ यहाँनिर। भारतीय जनता पार्टी बिजेपी